नमस्ते मेरो प्यारो साथीहरू, मेरा आफन्तहरू। आज फेरि हजुरहरूलाई एउटा दार्जिलिङको पुरानो फोटो एकजना दिदीको जो राजबाडी बस्नु हुँदो रहेछ उहाँको बाबा, उहाँको परिवारको एउटा सम्झना स्वरूप फोटो देखाइराखेको छु। उहाँ दिदीको नाम चाहिँ रिना शङ्कर अनि उहाँ राजबाडीमा बस्नु हुँदो रहेछ। अनि उहाँले मलाई धेरै ठुलो आश लिएर चाहिँ यो फोटो पठाउनु भएको रहेछ होइन। अनि यो फोटोमा धेरै मिठो मिठो यादहरू छ अरे भन्नुहुँदै थियो उहाँले। अनि यो फोटो चाहिँ मैले यस्तो बनाएको छु, हेर्नुहोस् है। उहाँ को हुनुहुँदो रहेछ भन्दाखेरि चाहिँ उहाँको रिना दिदीको बाबा अनि उहाँको मामा है, यहाँ जो देख्नु हुँदैछ उहाँ चाहिँ हाम्रो दिदीको चाहिँ बोजू हुनुहुन्थेछ। अनि तल बस्नुभएको उहाँको दादा हुनुहुन्थ्यो अरे। अनि तपाईँहरूले देख्नुभएको होला एकजना अनिल कालीकोटे भनेर चिन्छ है। उहाँ दार्जिलिङमा एङ्कर पनि हुनुहुन्छ, धेरै फेमस हुनुहुन्छ। तपाईँले यहाँ फोटो पनि देख्न सक्नुहुन्छ। उहाँको चाहिँ रिना शङ्कर चाहिँ दिदी हुनुहुँदो रहेछ। अनि हाम्रो अनिल भाइको बाबा चाहिँ उहाँ हुनुहुँदो रहेछ, हेर्नुहोस् त। झन्झनै अनुहार पनि मिल्दो रहेछ भाइसँग है। अनि अनिल भाइको बाबा यति जेन्टल, यति मजाको दौरा सुरुवाल लगाएर उभिनु आएको छ, हेर्नुहोस्। यो पुरानो फोटोहरूमा नि हाम्रो परिवारहरूको यति मिठो मिठो यादहरू हुन्छ, सबैको हुन्छ। त्यसले गर्दाखेरि म कसैको पनि मना गर्दिनँ, किनभने हरेक चिजहरू जो बितेर गएको हुन्छ नि त्यो चिजहरू चाहिँ फर्काउनु सकिँदैन। तर यसरी हेर्नुहोस्, मिठो तरिकाले हेर्नु पाउँदाखेरि धेरै खुसी लागेर आउँछ है। अनि हाम्रो रिना दिदीलाई पनि धेरै धेरै धन्यवाद है, यति सुन्दर फोटो मलाई विश्वास गरेर पठाइदिनु भयो। अनि हाम्रो अनिल भाइलाई पनि धेरै धेरै धन्यवाद। तपाईँले आफ्नो परिवारको फोटो हजुरहरूले यति सँगालेर राख्नुभएको रहेछ। जतिजनाले पनि हेर्नुहुन्छ आफ्नो परिवारै सम्झेर माया गरिदिनु होला, किनभने उहाँहरू अहिले छैन होला, सायद है हुनुहुन्न होला। तर उहाँको यो फोटोले त्यो दिनहरू सबै पल्टाउँछ कि कति स्ट्रगल गर्नुभयो होला आफ्नो छोराछोरीको लागि है, आफ्नो छोराछोरीको भविष्य उज्जवल होस् भनेर कति दुःख गर्नुभयो होला, कति कष्ट गर्नुभयो होला। त्यो चिजहरू सबै यहाँ फोटोमा देख्छ कि हामीले जतिजना पनि छौँ, हामी पहाडवासी जहाँ पनि बस्छौँ, हामी देशको कुना कुनामा पनि हाम्रो सबैको आफ्नो परिवार हुन्छ, आफ्नो यादहरू हुन्छ। त्यो सबै यादहरू सम्झेर नै म कसैको पनि फोटोहरू मना गरेको छुइनँ क्या अहिलेसम्म। म आफ्नो सम्झेर बोल्छु। उहाँ जो पनि हुनुहुन्छ बेशक मैले चिन्दिनँ, तर म बोल्दाखेरि चाहिँ आफ्नो मेरो परिवार जस्तो सम्झेर बोल्छु। त्यसले गर्दाखेरि पनि मलाई माया लाग्छ। अब यो इनोसेन्ट यति निर्मल अनुहार भएको फोटोहरू हेर्नुहोस् त, कति मजाको देखेको छ, हेर्नुहोस् न। त्यस समयको यो कति मिठो क्षण थियो होला है। त्यसले गर्दा पनि मैले हाम्रो रिना दिदीको फोटो जो राजबाडी बस्नुहुन्छ हिजै पठाउनु भएको थियो, तर मैले भ्याएन हिजो। अनि आज यसरी बनाएर अपलोड गरिदिँदैछु। हजुरहरू सबैले आफ्नो परिवार, आफ्नो बाबा, आफ्नो आमा, आफ्नो गाउँ छरछिमेकी सम्झेर सबैजनाले सेयर गरिदिनु होला, माया गरिदिनु होला, ताकि दिदीलाई पनि खुसी लागोस् है। अनि हाम्रो अनिल भाइलाई पनि खुसी लागोस् है। ल हुन्छ, सबैलाई धेरै धेरै धन्यवाद।